हेलो गाइज, आज चाहिँ मैले एउटा भिडियो बनाउने भनेर सोचिरहेको थिएँ। म चाहिँ टिकापुर जाँदैछु। टिकापुर मैले अलिकति काम भएको कारणले मेरो गाउँको हजुरआमा अनि चाहिँ मेरो बुवा र म चाहिँ टिकापुर जाने भनेर टिकापुरको बसमा चढेर सरररर गयौँ। अनि त्यहाँ हामी पहिला चाहिँ प्रशासन कार्यमा नगएर हामी फर्म भर्ने ठाउँमा गयौँ। राष्ट्रिय परिचय पत्रको हजुरआमाको हो, हाम्रो चाहिँ होइन है गाइज। अनि बुवा चाहिँ उता राष्ट्रिय परिचय पत्र लिन जानुभयो भनेर फेरि म टुकुन लाएर बुवाठाम राष्ट्रिय परिचय पत्रको कार्ड लिनको लागि प्रशासन कार्यालयमा गएँ। अनि बुवा चाहिँ लाइनमा उभिनु भएको थियो, खैको मान्छे भेटाउनु भएछ अनि गफ गर्दै हुनुहुन्थ्यो। अनि त्यसपछि चाहिँ मैले एकछिन यसो हाम्रो चाहिँ टिकापुरमा रहेको प्रशासन कार्यालयलाई देखाएँ, हाम्रो नागरिकता बन्ने ठाउँ, अरू कुराहरू हुने ठाउँ यही हो है गाइज। त्यहाँबाट फेरि हजुरआमाको फर्म भर्दै कि भर्दैन त्यो मान्छेले भनेर त्यहाँबाट टुकुर हजुरआमा भएको ठाउँमा आएँ। त्यहाँ चाहिँ काम चाहिँ हुँदै रहेछ। अनि त्यो दाइले चाहिँ यस्तो भयो उस्तो भयो, अहिले चाहिँ यो फेरिएको छ भनेर कुरा गर्दै हुनुहुन्थ्यो। अनि मैले पनि त्यहाँ अलिकति कुरा गरेँ उहाँसँग। अनि हजुरआमा पनि उतै हुनुहुन्थ्यो। हजुरआमा म भएर त्यहाँनिर कुरा गऱ्यौँ। अनि उहाँ दाइले चाहिँ फर्म रेडी पारिसक्नु भएको थियो अनि हातमै दिनुभयो फर्म। अनि हजुरआमाले त्यो फर्मको पैसा दिनुभयो। कति हो दाइ भन्दा 120 भन्यो। फेरि 20 के को भन्दा 20 रुपियाँ चाहिँ टिकट चप्काएको बहिनी, आजभोलि टिकट नभएर चाहिँ भित्र जान्दिनँ भन्यो है। अनि त्यसपछि हामीले चाहिँ त्यहाँनिर हजुरआमालाई सम्झायौँ। अनि त्यसपछि त्यो पैसा दिइसकेपछि हामी फेरि प्रशासन कार्यालयतिर गयौँ हजुरआमा लिएर। हजुरआमाको चाहिँ नागरिकता बिग्रेको थियो। श्रीमानको नाम चाहिँ एउटामा बहादुर अनि एउटामा चाहिँ केही पनि नराखेर राखिदिएछ। अनि हजुरआमालाई चाहिँ म त्यो देखाउँदै थिएँ फाँटमा चाहिँ प्रतिलिपि फाँटमा चाहिँ त्यो उद्याएर त्यसपछि बाहिर उभिएको। आज त है त्यो प्रशासन कार्यालयमा यति भिड थियो। हजुरआमा चाहिँ आफ्नो लाइनमा बस्नुभयो। राष्ट्रिय परिचय पत्र बनाउने ठाउँमा पनि त्यस्तै भिड, अनि अरू ठाउँमा पनि त्यस्तै भिड, नयाँ नागरिकता बनाउनेमा पनि त्यस्तै भिड थियो। फेरि बुवाले के गर्नुभयो भनेर चाहिँ बुवाले पाउनु भयो कि भएन भन्नका लागि फेरि म टुकुर लाएर बुवा भएको ठाउँमा गएँ। अनि बुवा चाहिँ वेटिङ गरिराख्नु भएको थियो, बुवाले पाउनु भएको थिएन। त्योभन्दा पछाडि चाहिँ हामी त्यहाँबाट निस्किसकेपछि एकचोटि टिकापुर रोडको एकदमै डेभलप हेऱ्यौँ। एकदम गाइज यति राम्रो छ है टिकापुर, यति राम्रो बनाएको छ। अनि म मेरो साथी भनेर देखाउँदै थिएँ। बुवा चाहिँ अगाडि हिँडिराख्नु भएको थियो। अनि हामीले चाहिँ बस छोप्यौँ, त्यहाँबाट गाडीमा चढेर घर आयौँ। थ्याङ्क यू सो मच गाइज।